Hello everyone, welcome back to my another vlog. भोलि चाहिँ मेरो आफ्नै दिदीको बिहा छ, ढोकबेट छ भोलि चाहिँ। त्यही भएर म गाउँमै छु, गाउँमा आएको छु। अनि आज चाहिँ हाम्रो त्यही भोलिको लागि चाहिँ तयारी चाहिँ सुरु भइसक्यो। त्यही डेडा सेडा बनाउने, रोटी सोटी पोल्ने आजबाट हो। भात सात खाइसक्यो हामीले। अब सबै गाउँलेहरू चाहिँ बिस्तारै बिस्तारै काम गर्ने आउन थालिसक्यो। अनि यहाँ गाउँलेहरूले चाहिँ गाउँको एउटा घर पछि एक भारी दाउरा चाहिँ लिएर आउनुपर्छ। हाम्रो सिस्टम चाहिँ यस्तो छ गाउँको चाहिँ। अनि आउनेले चाहिँ लिएर आइसक्यो दाउराको भारीहरू चाहिँ एक भारी घरै पछि। घर पनि पेन्सन हानेर चिटिक्क पारिसक्यो। यो हाम्रो पुरानो ग्राउन्ड हो हैन। यहाँ यो भोज हुने चाहिँ यो सब फाँड्छ। सरसफाइ हुँदैछ। कोही तल छ, कोही यहाँ। हाम्रो जेन्जी टोलीहरू चाहिँ यहाँ गेटको लागि चाहिँ बिहाको गेटको लागि चाहिँ केराको बोट खन्न छौँ हामी। यहाँ केराको झाडीमा डेन्जर ठुलो गार्डन कचक्कै हो। तिनजनालाई कचक्कै हो। तिनजनाले बोकेर महँगै गयो नि त सेट। गयो नङ गयो। भोलि अब बिहामा जुत्ता लाउनै मिल्दैन यार। यो सिए कि ल यहाँ चाहिँ हाम्रो स्टेजको लागि चाहिँ रेडी गर्दैछ। हजुर गेट चाहिँ बनिसक्यो। यहाँ अर्को गेट पनि रेडी भयो। यहाँ गाग्रीहरू मात्र राख्न बाँकी। यो स्टेज पनि रेडी भयो। अब यता भान्से चाहिँ देखाउँछु म। ल यहाँ चाहिँ अब काट्न लाएछ खसी। तिनवटा खसी मजाको छ खसी चाहिँ। यो भयो हाम्रो भान्से। यस्तो छ। यहाँ चाहिँ खानाको भान्से भयो। यहाँ बसेर खाने हो हजुर। अनि यता रोटी हाल्दै हुन्छ हाम्रो गाउँको भाउजूहरू। ज्यालापत्री भन्ने बुन्दै रहेछ यहाँ। अनि अरू चाहिँ माला बुन्दैछ। यहाँ चाहिँ काटकुट हुँदैछ। काटकुट सब भोलिको लागि जन्तेको लागि चाहिँ माला पनि यहाँ अझै माला बुन्दैछ हाम्रो भाउजूहरू, आमाहरू। यता चाहिँ हाम्रो फुपूहरू हो। फुपू सोल्टी फुपू आजी। यता कान्छामा मेरो ठुलो मम्मी। आयो दिमरो क्या यो भोलिको लागि। अनि यता छ हाम्रो फुपूहरू, मेरो साइला बाबा। यता फुपू मेरो फुपू। यता फुपूहरू कि म थिएँ कि फुपू चाहिँ खै फुपूहरू हो सबै। यता चाहिँ भरे आजको लागि चाहिँ खाना रेडी हुँदैछ। यहाँ आज काम गरेर खानको लागि चाहिँ
म मेरो छोराको युट्युब मैले नि हेर्छु, सबैले लाइक गरिदिनु, गाउँघरको अब भोलिसम्म देखाउँछु, सबैले कमसेकम लाइक त गरिदिए है, गाउँघरको नेचरली हो आज सबै चिज पाउन साउन त भोलि आउने आज हाम्रो सबै परिवार न्युताहरू हो ल है, सबै लाइक गरिदिनु है, सब्सक्राइब गरिदिनु ल ओके बाई बाई ल है गरिदिनु पऱ्यो यति भनेपछि बाउले भनेपछि गर्नु पऱ्यो यहाँ डेकोरेसन गर्न सहजै बाँकी छ यहाँ कार्पेट हाल्ने बाँकी छ अनि यता नि लगभग सकिसक्यो सब टाँगेर आज घर चाहिँ एकदम भ्याइ नभ्याइ छ पाहुना बढी छ आज सुत्ने ठाउँ नि पाउँदैन आज अब एडजस्ट गरेर सुत्ने आज सबै फुपूहरूदेखि लिएर साइलबा साइलियामा आमाहरू बाबाहरू सबै यहाँ छ है मेरो छोरो यता हजुर सब छ यता खै को आज चाहिँ बिहाको दिन हो सबै तयारीहरू भइसक्यो यो चाहिँ टिका लाउने स्टेज भयो यसरी बनाएको छ यहाँ चाहिँ टिका लाउने बस्ने अनि यता यहाँ चाहिँ खाता लेख्ने ठाउँ हो यो चाहिँ भाडा धुने ठाउँ यहाँ चाहिँ खाना खुलिसकेको रहेछ यो चाहिँ खाना राख्ने टेबल भयो मान्छे बजेहरू काम गरेर खाना खाइसक्नु रहेछ बाँकी छ यहाँ पकाउने बाँकी रहेछ यो चाहिँ मासु यो चाहिँ तरकारी यो चाहिँ गोर्खा चटनी चाहिँ पानी खाने ठाउँ खोइ आँखा नदि ए ल ल जन्ती पर्साउन लाग्यो अब चाहिँ यहाँ गाउँको बुढापाका मेरो बाबा आज सज धस्के च्याट्टा भयो ल जन्तीहरू आइपुग्यो जले जले मान्छेलाई लाइन यो आगो बालेर चाहिँ जन्तीलाई चाहिँ यसको थुप्रै तरिका छ क्या कारण छ क्या भनिदिनु त कारण विशेष कारण के हो भने अब कहिलेकाहीँ नेगेटिभ चिजहरू पनि आएको हुन्छ नि त सँगै हजुर आगोमा चाहिँ के हो त अनि एउटै कुरो भने आगो नेगेटिभ कुरालाई चाहिँ हटाउने दोस्रो कुरो के हो त आगो साक्षी राखेर चाहिँ के हो त यो गाउँमा चाहिँ उनीहरूले चाहिँ स्वागत गरेको तिन चारवटा कुराहरू छ हजुर ल हाम्रो गुरुङ कल्चर चाहिँ यस्तो हुन्छ गुरुङ कल्चर ल दाइखेको अगाडि सब जन्ती हेर्नलाई है जन्तीको लागि चाहिँ माला यहाँ छ के छैन ल भेना ल मेरो दिदी यही हो
दुधको भाजा हो पैसा ठुलो अनि चुपरी सर्छ चुपरी चुपरी चुतो छ दुधको भागा दिए दुधको भाडा है आमाको यो हो ल टिखेर खा ल त्यही नै आउँछ आशीर्वाद पनि आशीर्वाद आशीर्वाद बोल्न आउँछ होइन पुरै सेप नै मैंने कृषि चाहिए क्या चाहिए आतु नहीं दे आशीर्वाद पनि त ल फेरि धेरै छोरी पाउनु पर्छ क्या भाउजू हो त एउटा दे बाबुले ल तोले खाटे किन खान्न यो खा सम्धी सम्धी दोनों कमेंट चंगे खाएंगे ताजे खाने तो बाहर लोग खाली खेलने का खाली लगे खाने दे खोइ ल आज यही खाने लक्षण होगा नेतो ए आने आइगा हो अघि भित्र चाहिँ टाइम सुत्नलाई हो भित्र मम्मी बाबाहरूले चाहिँ भित्र लगाउनु भयो हाम्रो मामा माइजू उहाँ चाहिँ सब हाम्रो पुपुर है मेरो बहिनीले चाहिँ हात धोइदिँदैछ यस्तो हुन्छ हाम्रोतिरको सिस्टम चाहिँ सालीले चाहिँ भेना दिदीको हात धोइदिने र यसरी भएको दिन्छ टपरीमा हालेर अनि दिदीलाई फेरि तीनचोटि खुलाऊ है ओ बिस्तारै हिँडेर खुलाऊ उठेर खुलाऊ तीनचोटि खुलाऊ फेरि खुलाऊ भेनालाई त फेरि खुलाइदिनु बाबा एकचोटि
हजुर टिस्यु साली यो घाँसी कान्छ साली यो काट ओ 저 प्लेट आएको छ तायो तायो दिदीलाई माग्नु के गर्नु भएन हजुर अरु तनी भेनै होला नमस्ते भेना भेना नि सिंगल मान्छे नि सिंगल है सिंगल सिंगल खाए खाए टिभी खायो त रे बाबा हिरो भएछ बिहा चाहिँ धमाधम भइरहेछ यता मेरो साथीको बहिनीहरू आएको छ अरे पोखराबाट दुईजना उनीहरूले लिन जाँदैछु नमस्ते नमस्ते ओहो कहाँबाट आएको तिमीहरू ए को दाइ रहेछ ए लोट्यो कहाँ यता झन् अलिकति नराम्रो छ यहाँबाट फेरि 10 मिनटमै आइजान्छ ए तम ल ल ल तम आज म थिएँ खै के हो तम हुन्छ हुन्छ म थिएँ आज खै के हो ए हुन्छ Bravo, पार्टीले हो न खादिले दुलाको पक्षबाट दुला विशाल गुरु दुलालाई राम्रो सकिनुहोस् है आज म एकदमै मान्छे आएको धन्यवाद छ ताली बजाउनुहोस् न गाउँ भइरहेको छ ताली बजाउनुहोस् यतापट्टि बस्नु भएको सबै जन्तीहरू त्यस्तै गरी दुलाको बुवा हेमबहादुर गुरुज्यू उहाँ हुनुहुन्छ है चिन्नुहोस् है फेरि तपाईँहरू लामा गाउँ जानुहुन्छ घरहरू बिर्सिनु होला फेरि अब यसो जाडो भयो उहाँले यसो खोज्नु भयो त त्यस्तै गरी सन्तोष
धन्यवाद खै खने ल है सम्पूर्णले ताली बजाइदिनु होला है ताली बजाइदिनु 4 तोलाको सामान बनाएर छोरी ज्वाइँलाई हस्तान्तरण हुँदैछ ताली बजाइदिनुहोस् ताली नजिकको छ है त सिक्री छोरीलाई सिक्री बालो त्यस्तै गरी ज्वाइँलाई औँठी हस्तान्तरण हुँदैछ ताली किलो जाऊ भयो क्या जुनजीमा हाम्रो त ताली बजाएपछि राम्रो पनि हुन्छ र त्यस्तै गरी ज्वाइँ विशाल गुरुङलाई पनि लगाइदिनु होला संसारको नियम सृष्टिको नियम हामीलाई कहाँबाट कहाँ पुर्याइरहेको छ र हामी अझै पनि यो बाल्यकाल सम्झिरहेका छौँ र खुसीको आँसु है खुसीको आँसु रुनै पर्छ धन्यवाद छ धन्यवाद त्यस्तै गरी सन्तोषजीलाई र त्यस्तै गरी लाग्छ नगद चाहिँ 4,25,000 पूजा गुरुङ र जय विशाल गुरुङको हातमा राखिदिनु ताली बजाइदिनुहोस् है त ताली बजाइदिनुहोस् 4,25,000 पैसा बजाइदिनुहोस् है नाच्दिनुहोस् है त खुसीको आँसु हो एउटा माया हो छोरीप्रति माया आमाप्रतिको माया सदैव रहोस् यो हुनैपर्छ यो जम्मा चाहिँ 8,34,040 रुपियाँ यहाँ जम्मा भएको छ है त ताली बजाइदिनुहोस् 8,34,040 रुपियाँ 5-10 रुपियाँ 2-4 रुपियाँ 200-400 रुपियाँ 1-2 हजार तल माथि हुनसक्छ त्यसमा चाहिँ हामी छाप राखेछौँ एउटा हतारमा गरेको हो अब बिहानदेखि खटिएको छौँ अब सबैले खानु पऱ्यो उठाउनु पऱ्यो जम्मा गर्नु पऱ्यो गल्ती होला माफी चाहन्छौँ र यो नगद र हामीले एउटा भरपाई बनाएका छौँ होइन भरपाई बनाएका छौँ जुन भरपाई तपाईँहरूलाई चाहिँ एउटा यो कानुनी रूपमा अठाउने भन्ने चाहिँ होइन है कति सामान छ र कति नगद छ त्यो चाहिँ बुझौँ भन्ने मात्रै अरू हाम्रो चाहिँ त्यो कुनै सोच होइन त्यसैले त्यो अन्यथा नलिदिनु होला र त्यो भरपाईमा हामीले सबै यो नगद त्यस्तै गरी सामानहरू लेख्नेछौँ र त्यसमा दुवैतर्फका बुवा त्यस्तै गरी यही समाप्त भएको म घोषणा गर्न चाहन्छु धन्यवाद ताली बजाइदिनुहोस् है कार्यक्रम समाप्त भएको तुम तो पुरै खानुपर्ने हो कि होइन अलिकति जुत्तामा छु बाबा जुत्तामा
जन्तीको गाडी पनि जान लाग्यो अब बिदा बाजी भइसक्यो बुढी छोड्ने पार्टीहरू पनि जान लाग्यो यहाँ लगाए जान्छ अलिक ग्यापमा जानु है ग्यापमा जानु बाटो अलि नराम्रो छ उकालो छ अलिक ग्यापमा ल 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 यस्तो कचक कचक हुँदै गइरहेको ल बिहा पनि सकियो आज बासी भत्तर थियो त्यो पनि लगभग सकियो सबै अब भान्सी उठाउनु लाग्यो अनि यो मैले बोकेको चाहिँ भान्सेरीलाई हो यो चाहिँ मैले बोकेको डोकोमा चाहिँ यसरी बोकेर दिने चलन छ भान्सेमा अनि त्यसपछि बल्ल भान्सी उठाएर आउँछ कि यहाँ चाहिँ रोटी रक्सीहरू छ त्यही हो गुरुङको कल्चर यस्तै छ हेलो हेलो ए दिए त मैले खानै छ आमा अब भान्सी उठाउन सुरु हुन्छ यहाँबाट लगभग यहाँको सबै निकालिसक्यो सामानहरू लगभग धेरै जस्तो चाहिँ ओसारिसक्यो ओसार्दै हुन्छ अझै सकियो भान्सी उठेर नि आइसक्यो यहाँ आइपुग्यो है उठाएर अब नाच्दै बिस्तारै चाहिँ यहाँ घर आउँछ अनि घरभित्र गएर नाचेर सबले बुझाउँछ कि ल भान्सी उठ्यो है भनेर चाहिँ सबैले खाना खुलाइसक्यो सबै अब चाहिँ बिहा सम्पन्न भयो भान्सी उठायो भनेर चाहिँ सबै डाडु पनिरहरू सबै यहाँ बुझाउँछ कि बचेको भातहरू मासुहरू हाम्रो गुरुङहरूको कल्चर यस्तै छ लिउँलो एउटा गोरु सेतो अर्को गोरु कालो छ अब फुल लाउने यो घरको दिदीको पालो छ मम्मी
भान्सेलाई घरि कालो मायाले एकलाई आमा हिँड्दो गालो रामरी गए फुलारी घरि कालो सही पनि मायाले सुपर्नु पुग्यो मोर्सलाई गालो सुमा खम्की धिमरी नाचेको नाचे एक्चुअली एकछिन नाच्नु न नाचेको एक्चुअली है नाचो नाचो आज चाहिँ कति तेस्रो दिन भयो बिहाको अनि यो गेटहरू यो तोरणहरू चाहिँ तेस्रो दिनसम्म राख्नुपर्छ अनि तेस्रो दिन भएपछि 3 दिन भएपछि बल्ल भत्काउने हो यसलाई अनि यहाँ राखेको गाग्रीको पानीहरू चाहिँ आफ्नो बारीमा फाल्नुपर्छ अरे फाल्नुपर्छ अनि हामीले चाहिँ बारीमा फाल्यौँ हो यो फाल्न छ अनि यो केराको रुखहरू चाहिँ पुरै उता खोलातिर गएर चाहिँ खोलामा फाल्नुपर्छ कि अनि त्यहाँ चाहिँ फालेपछि अब आफै उम्रिन्छ भनौँ न उम्रियो भने चाहिँ राम्रो हुन्छ अरे भन्छ अरे अनि आज 3 दिन भयो अब यता मलाई हेल्प गर्न चाहिँ मोटु आछ मेरो अनि हामी दुईजना मिलेर अब यो सबै फोडेर यो सब आज सकिन्छ टोटल्ली सबै सकिन्छ पाहुनाहरू नि सबै आज बिहान जानुभयो सबै फुपूहरू बाबाहरू हिजो जानुभयो सब सकियो आजदेखि चाहिँ सबै क्लियर भयो अनि बिहानी अब जे होस् राम्रै भयो अब भिडियो नि के भयो कसो भयो अब आफ्नै घर बिहा भएपछि चाहिँ अलिकति झ्याम हुँदो रहेछ कि बिजी हुँदो रहेछ कहिले यता कहिले उता भिडियो नि राम्रोसँगै बनाउनै पाएन के भयो कसो भएको नि अब जे जति छ म त्यही मिलाएर हाल्छु एकदम बिजी नै भयो म चाहिँ यताउता दौडिँदा भागदौड गर्दाखेरि कहिले कता कहिले भान्से कहिले केही छैन कहिले के कता कता पाहुनाहरू यताउता एकदम धेरै भयो पाहुनाहरू नि बिहा एकदम राम्रो भयो फ्याँक पाऱ्यो भाइ लास्ट गर्नु रहेछ यही हो सबसे ठुलो अस्ति यही पुग्दाखेरि मेरो नङ्गको खोलातिर जाँदैछ मैले पाल्न 2 चुरी बिसाइसक्यो मैले अस्ति 3 जनाले भोग्यो आज एकजना लास्टै गरेर
ल सकियो सबै क्लिन भयो उता घरतिर नि पुरै क्लिन भयो च्याङच्याङै भयो हिजोसम्म चाहिँ पुरै झ्याउँ झ्याउँ भइरहेको थियो है मोटो है अब एकछिन बसौँ सब क्लिन भयो अब फेरि कोही छैन योसम्म सुत्ने ठाउँ पाएको थिएन आज यस्तो भयो